दोकान सोकान पनि छ हजुरहरू पनि आउनु सक्नुहुन्छ यो चाहिँ बेलबारी 1 हो बेलबारी 1 नक्सुगाली पर्छ यो चाहिँ हजुरहरू चट्टा आउनु सक्नुहुन्छ स्विमिङ गर्ने ठाउँ पनि धेरै राम्रो छ यता गाई चाहिँ यता हेर्नु होला हेर्नु यत्रो ठुलो स्विमिङ गर्ने ठाउँ छ यहाँ दिनमा बिहान नभएको पनि 200-300 जना मान्छे आउँछ यहाँ हेर्नु होला सट्टसँगले यस्तो छ गाईहरू यहाँ हेर्नुहोस् सट्टसँगले हेर्नु होला यहाँ यत्रो ठुलो छ कि यहाँ स्विमिङ गर्ने ठाउँ हेर्नुहोस् म बर्खामा झन् दामी हरियो पानी हुन्छ हेर्नुहोस् गाई कस्तो छ स्विमिङ गर्ने ठाउँ हजुरहरू पनि आउनु सक्नुहुन्छ है यहाँ हेर्नुहोस् हजुर चट्टसँगले घर चलो चट्टसँगले हजुरहरू दिनै पछि यहाँ लगातार आउनु सक्नुहुन्छ र स्विमिङ गर्ने ठाउँमा दामी ठाउँहरू लड्कीहरू पनि आउँछ क्या यहाँ चाहिँ बाल चिक्सहरू पनि आउँछ यहाँ चाहिँ चट्टसँगले हामीले स्याप्स पनि हानेर पनि मस्त त्यत्रो बनाएर पनि हानेर पनि लागिसक्यो होइन अब आफ्नो घरतिर होइन काम चट्टसँगले केटाहरूले यो निगो हो क्या 100 रुपियाँको निगोरो छ यहाँनिर होइन 100 रुपियाँको निगोरोमा चट्ट जनको 3-3वटा पानीपुरी खाने भन्दैछ क्या फेरि हाम्रो दिदीको होइन चट्ट पानीपुरी चटपटे सबै पाउँछ क्या उहाँ छ क्या सबैजना स्विमिङ मस्त हान्दै चाहिँ यता कोही मस्त अब स्विमिङ हान्दैछ हेर न राम्रो मान्छे पनि थोडा छैन गाईहरू हेर नि अब कति छ मान्छेहरू हेर्नु त मान्छे त राम्रो कति छ यहाँ त दिनको दिन केटीहरू चाहिँ बाल चकाउँछ क्या यहाँनिर होइन माल हान्नु खालको दामी केटीहरू आउँछ हेर न उहाँ हेर्नु कस्तो दामी केटीहरू छ उहाँ हेर्नु त फिल्टर गर्ने ठाउँमा त कस्तो दामी केटीहरू आउँछ यहाँनिर होइन अब यहाँनिर दामी बन्दैछ क्या आगो नेपालको वान्टेड नम्बर 1 स्विमिङमा चाहिँ आउँछ कस्तो गर्छ